हेलो एभ्रिवान, यो चाहिँ ब्राइडल मेकअप हो। उहाँ सिस्टरलाई चाहिँ अलिकति नेचुरल देखिने खालको मेकअप चाहिँ चाहिएको छ। जुनसुकै मेकअपमा पनि सबैभन्दा पहिला स्किन केयर गर्नुपर्ने हुन्छ। मैले चाहिँ स्किन केयर गरेर आइब्रो डिफाइन गरिसकेपछि आई बेस पनि दिइसकेको छु। आई बेसलाई लुज पाउडरले सेट गर्नुपर्ने हुन्छ अनि मात्रै आई स्याडोहरू अप्लाई गर्नुपर्ने हुन्छ। आई स्याडोमा फर्स्ट कलर स्किन कलर अप्लाई गर्ने, सेकेन्ड कलर लाइट कलर अप्लाई गर्ने र त्यस पछाडि चाहिँ कट क्रिज बनाउनु पर्ने हुन्छ। हजुरहरूलाई पनि मेकअप गर्नु छ भने यस्तै प्रकारले गर्न सक्नुहुनेछ। मैले यो भिडियो सँगसँगै सानो सानो कुराको जानकारी पनि गराइरहेको छु। किनभने सबैले मेकअपको बारेमा बुझेको हुँदैन, हेरेकै भरमा मेकअप हुँदैन। यदि सानो सानो थ्योरीहरू भनिदियो भने सिक्न चाहनेहरूलाई मेकअप गर्न अलिकति सहज हुन्छ। सो कट क्रिज पछाडि आउटर कर्नरमा डार्क सेड अप्लाई गरिदिए र आइल्यासेस पनि लगाइदिएको छु। आइल्यासेस लगाउन सुरुमा अलिकति डिफिकल्ट हुने गर्छ। सबैभन्दा पहिला आइल्यासेसमा आई ग्लु लगाउने र केही बेरसम्म त्यसलाई सुक्न दिने। अलिअलि सुकेपछि अनि मात्रै आइल्यासेस अप्लाई गर्नुपर्छ। यसो गर्दा निस्किने डर हुँदैन। र आई स्याडो लगाउँदा जुन हामीले सेकेन्ड कलर लाइट कलर अप्लाई गरेको थियौँ, लावर लेसेसमा पनि त्यही लाइट कलर अप्लाई गर्नुपर्ने हुन्छ। फेस मेकअप गर्दा टी जोनमा र आउटर कर्नर इनर कर्नरमा कन्सिलर अप्लाई गर्नुपर्छ अनि फुल फेसमा फाउन्डेसन अप्लाई गर्ने। राम्रोसँग ब्लेन्ड गरिसकेपछि ब्लस अप्लाई गर्ने, हाइलाइटर अप्लाई गर्ने र कन्टुर पनि गरिदिने अनि लास्टमा लिपस्टिक अप्लाई गरिदिने। यो चाहिँ रहेको छ आजको ब्राइडको फाइनल लुक। यो चाहिँ ब्राइडल मेकअपको फाइनल लुक। थ्याङ्क्स फर वाचिङ।